आज चाहिँ दाइको बर्थडे थियो अनि दाइको बर्थडेमा के गर्ने भनेर हामी मनकामना मन्दिर जाने भनेर स्योर भएपछि दुईटा बाइक रेडी गरेर हामी चारजना चाहिँ मनकामना मन्दिर जानलाई हिँड्यौँ। अनि हिँड्दा हिँड्दै बाटोमा यस्तो दामी ठाउँ आयो होइन, हामी चाहिँ माथि अनि बादल चाहिँ तल भयो कि। अनि यस्तो दामी ठाउँ त हामीले सधैँ देख्न पाइन्न भनेर अनि अलिअलि भिडियो र फोटो खिच्न थाल्यौँ हामीले। अनि खिचेपछि होइन अब त मनकामना मन्दिर जानुपर्छ भनेर फेरि हामी हिँड्यौँ। जाँदा जाँदा अब हाम्रो मनकामना मन्दिर पनि हामी आइपुग्यौँ। हामी त एकछिन त दङ पऱ्यो क्या, मनकामना मन्दिर आहा भिड चाहिँ केही छैन, साँच्ची नै यो मनकामना मन्दिरै हो र भन्ने बनाइदिएर क्या। एकछिन यताउता हेरेर अनि हामी फेरि पूजापाठ गर्ने अनि अलिअलि फोटोसोटो खिच्ने मनकामना मन्दिरको बजार घुम्न हिँड्यौँ। अनि हामीले सामान यसो उसो किन्यौँ। बजार चाहिँ कति राम्रो कि, तर धेरै एरिया छैन तर पनि कति राम्रो कि, सामानहरू पनि कति राम्रो। अनि हामी मन्दिरमा मनकामनाको सानो केबल कार त नहेर्ने कुरै भएन नि होइन। त्यहाँ हेलो, हामी मनकामना पुगेर फर्किँदै यहाँ पछाडि केबल कारहरू हिँडिरहेको छ। हामी चाहिँ बाइकमा खै देखियो कि नै केबल कार, देखियो कि नै खै केबल कार नि देखेको छ कि केबल कार हिँडिरहेको छ। कता पुग्यो केबल कार। हामी चाहिँ बाइकमा मनकामना पुगेर आएको। केबल कार सँगसँगै हामी चाहिँ बाइकमा गयौँ, मनकामना पुगेर फर्क्यौँ। अनि बाटो चाहिँ यस्तो ओह्रालो छ होइन, हामीले बाइकको स्टार्टै अफ गरेर हामी झरिरहेछौँ कि बाइकबाट, त्यस्तो ओह्रालो बाटो हो कि। अनि हामी फर्किन थाल्यौँ, फर्किँदैछौँ। अब मन्दिर जाने बेला पो राति थियो र अलि ढिलो हिँडेको, फर्किने बेलामा त उज्यालो भइसक्यो त हामी त कुद्यौँ। अनि झुलुङ्गे पुल सुल सबै तरेर निक्ल्यौँ। यो झुलुङ्गे पुल तरेपछि अनि त्यो बाटो कटेपछि त अब त हामी त बच्यौँ भन्ने भएको होइन। हाइवे आएपछि त यस्तो अप्ठ्यारो बाटो रहेछ, बाफ्रे तत्तेरी। कसरी गयौँ कसरी आयौँ आफै दङ पऱ्यो कि। म त पछाडि बस्ने मान्छे परेँ, दाइहरूले चलाउने हो बाइक, धन्न चलाउनु भएको रहेछ भन्ने भयो भाइ।